the it is the naturally occurring hard layer which is found above Earth's surface or below the Earth's surface. Below the Earth surface. यति कुराहरू भइसकेपछि अर्को एउटा पोइन्ट पनि लेखिदिएँ मैले यसमा चाहिँ लेख्यौँ यसमा माउन्टेन्स है माउन्टेन्स आर फर्मड है फर्मड बाई आरओसिके रक अर्को एउटा पोइन्ट लेख्यौँ इट इज नट युज्ड इन कन्स्ट्रक्सन है कन्स्ट्रक्सन वर्क अब अर्को थोरै थोरै माथि मैले यहाँ रकको बारेमा लेखिसकेपछि हामीलाई क्वेसन्स अर्को सोधेको छ स्टोन भनेर लेखेको छ है स्टोन नि मैले यहाँ एन्सर भनेर लेखिँदा सिधै क्वेसन नम्बर 1 को एन्सर ऊ त्यहाँ माथि लेखिदिएको छु त्यसपछि मिलाएर यसरी रक अब स्टोनको पालो है ठिक छ नि लेखौँ त यसमा साथीहरू इट इज द स्मल पिसेस अफ इट इज द अलिक क्वेसनदेखि नै देखाउनु न सर स्क्रिन सर्ट ओहो अलि ढिलो आउनुभयो तपाईँ हो ल एकछिन क्वेसन यो स्क्रिनसट लिइहाल्नुहोस् छिट्टो छिट्टो यो लिइहाल्नुहोस् यो ल भयो होला है किन भन्दाखेरि फेरि यसलाई चाहिँ तल राख्ने हुन्छ लेख्न गाह्रो हुन्छ कि लेखौँ इट इज अ स्मल पिसेस अफ रक which are formed after quarrying of stone after quarrying of rock sorry stone पनि rock अब अर्को कुरा लेखिदिइहालौँ यसमा चाहिँ लेखौँ it is used in construction work ल यति लेखेँ थोरै माथिको पोइन्ट तपाईँले सारिसक्नु भएको होला ल ठिकै छ पहिला यसलाई सारौँ अनि त्यसपछि अरू अन्य कुराहरू थप्नुपर्ने छ भने थप्दै जाउँ है त हजुर भर्खरै सुरु भएको है सुरु त अघि नै भएको तर ओरिएन्टेड भएर ओरिएन्टेसन अलि गऱ्यौँ हामीले अब कन्टेन्ट चाहिँ सुरु अलिबाट भयो सर हजुर पछि यसको नोट आउँछ सर आउँछ हजुर मजाले त्यो वाटर सप्लाई पढाएको अहिलेसम्म आएको छैन सर त्यसको नोट हो अनलाइनमा हो सर वाटर सप्लाई नोट किन आएन अनलाइनमा हो नि होइन हो सर ल म आज हालिदिन्छु नि है यसो मलाई हल्का यसो सम्झाइदिनु होला नि ए, हुन्छ सर ल। भयो सर ल सबैले सार्नु भयो नि त भयो ल अब यति कुराहरू सारिसकेपछि थोरै अलिकति मैले स्टोनको बारेमा लेख्नै पर्नेछ अलिकति अझै माथि गरेँ है ठिक छ नि अलिकति अझै माथि गरेँ इट इज युज इन कन्स्ट्रक्सन वर्क भनिसकेपछि लेखौँ त साथीहरू यसैको ठ्याक्कै तल या नोट टिए नोट भनेर लेखिदिनु होला क्वाइरिङ भनेको के रहेछ त क्वाइरिङ भनेको के रहेछ त लेखौँ इट इज द है इट इज द प्रोसेस अफ एक्सट्र्याक्टिङ भनेको निकाल्नु है एक्सट्र्याक्टिङ द स्मल पिसेस अफ रक है त स्मल पिसेस अफ रक जसमा चाहिँ रकका साना साना टुक्रालाई चाहिँ के गर्दो रहेछ त एक्सट्र्याक्टिङ गर्ने यो प्रक्रियालाई चाहिँ हामीले क्वेरिङ भन्दो रहेछौँ लेखौँ यसमा चाहिँ अर्को
इन इरेगुलर प्याटर्न भनिदिउँ न, इन इरेगुलर प्याटर्न भनेर लेखौँ। अब अर्को कुरा ड्रेसिङ भनेर लेख्दिएँ मैले यसमा, लेखौँ इट इज द प्रोसेस अफ प्रोभाइडिङ के रहेछ साथीहरू, युनिफर्म सेफ एन्ड साइज कल के रहेछ त, यहाँनिर चाहिँ तपाईँको ड्रेसिङ हुँदो रहेछ। ल यसलाई सार्नुहोस् त सबैले। सर कति हो क्लास स्टार्ट भएको? भर्खरै सुरु भएको है। ल अब थोरै कुराहरू यति म लेखिसकेपछि यहाँबाट भनेको एमसिक्युज क्वेसन्सहरू सोध्छ, जस्तै ड्रेसिङ गर्दाखेरि चाहिँ स्पेलिङ ह्यामर आर युज्ड फर रफ ड्रेसिङ है। अब यो ड्रेसिङ गर्नको लागि प्रयोग गरिने टुल्सहरू भनेको चाहिँ क्रो चिसेल हुन्छ, यसै गरी स्पेलिङ ह्यामर भइहाले है। यो कुराहरू भनेको अलिकति थाहा पाइराख्नु होला तपाईँहरूले, यदि ब्याचलर्स पढिराख्नु भएको छ, पढ्नुभएको छ भने कन्स्ट्रक्सन मेटेरियल पढ्दै जाँदाखेरि तपाईँको यो कुराहरूको बारेमा फिगर बनाइराख्नु पर्ने हुन्छ। ल अलिकति मैले थोरै अझै माथि गर्छु है साथीहरू, किनकि अझै एउटा कुरो के छ भन्दाखेरि नोटमै हेर्नु होला, नोटकै ठ्याक्कै तल यसरी स्टारमा लेखिदिनु होला, सर जसमै थोरै तल गरिदिनु न, माथि छुटेको छ, स्क्रिनसट लिन्छु। ल भनेर यो डिफाइनबाट के छ, डिफाइनबाट स्टोनको डिफाइनबाट। ओहो, ल त्यसो बेला सार्दै गर्नुहोस्। सर तलको थोरै बाँकी भयो सर, भयो। भयो है। अब थोरै बुझौँ अनि त्यसपछि लेख्ने कुराहरू गर्दै जाउँला है त। ल अब हामीले क्वेसन्सले काटेको के थियो भन्दाखेरि रक र स्टोनको बारेमा लेख्नुहोस् भनेको थियो। रक भनेको सबैलाई थाहा छँदैछ, जसमा चाहिँ तपाईँहरूको स्यान्ड, क्ले, सिल्टहरू चाहिँ एक ठाउँदेखि अर्को ठाउँसम्म आएर यसरी चाहिँ पत्तर पत्तर लिएर पनि फर्मेसन भएको हुनसक्छ, र अर्को यसै गरी भोल्क्यानो इरप्सन भइसकेपछि तपाईँको भोल्क्यानोबाट निक्लेको म्याग्मा र लाभाहरू पनि कुलिङ भइसकेपछि चाहिँ फर्मेसन तपाईँको रकहरू भइरहेको हुन्छ। जुन तपाईँको रकको सेप एन्ड साइज के हुन्छ त, धेरै नै ठुलो हुन्छ भन्ने कुरा हामीले बुझेका छौँ। रक भनेको चट्टान हो भन्ने कुरा थाहा छ। अब हेरौँ त रक भनेको के रहेछ भन्दाखेरि पृथ्वीको सतहमा अथवा पृथ्वीको सतहभन्दा मुनि चाहिँ यसरी प्राकृतिक रूपमा चाहिँ एभाइलेबल भएको त्यो कडा लेयरलाई चाहिँ हामीले के भन्दा रहेछौँ त, रक भन्दा रहेछौँ। ठिक छ, त्यही कुरा लेखेका छौँ। इट इज द नेचुरली अकरिङ हार्ड लेयर विच इज फाउन्ड इन पृथ्वीको सतह र यसै गरी पृथ्वीको सतहभन्दा मुनि प्राकृतिक रूपमा फेला परेको जुन कडा लेयर, जुन चाहिँ पृथ्वीको सतह र पृथ्वीको सतहभन्दा मुनि चाहिँ फर्म हुँदो रहेछ अरे। र यसै गरी रकद्वारा चाहिँ माउन्टेन्सहरू फर्म हुँदो रहेछन्, ठुल्ठुला माउन्टेन्सहरू जुन हुन्छन् त्यो माउन्टेन्सहरू चाहिँ कहाँबाट फर्म भएका रहेछन् त, रकबाट नै फर्मेसन भएका रहेछन् भन्ने कुरा बुझ्यौँ। र यसै गरी रकको सेप एन्ड साइज धेरै नै ह्युज हुने भएको कारणले गर्दा, ठुल्ठुलो हुने भएको कारणले गर्दा यसलाई चाहिँ हामीले निर्माण कार्यमा चाहिँ प्रयोग गर्दैनौँ, लेखेका छौँ। इट इज नट युज इन कन्स्ट्रक्सन वर्क भनेका छौँ है त। ठिक छ नि। अब यदि कुराहरू भइसकेपछि निर्माण कार्यहरूमा चाहिँ प्रयोग गर्ने सामग्री के रहेछ त भन्नुहुन्छ भने यो स्टोन रहेछ। अब स्टोनको बारेमा हामीले लेखेका छौँ, रकलाई चाहिँ यदि हामीले क्वाइरिङ गरिसकेपछि त्यहाँबाट अप्टेन भएका ती साना साना टुक्राहरूलाई चाहिँ हामीले के भन्दा रहेछौँ त साथीहरू, स्टोन भन्दा रहेछौँ, लेखेका छौँ। इट इज द स्मल पिसेस अफ रक विच आर फर्मड आफ्टर क्वाइरिङ अफ रक। हेर्नुहोस्, रकलाई क्वाइरिङ भनेको फुटाल्नु भनेको। रकलाई क्वाइरिङ गरिसकेपछि तपाईँको त्यो रकका साना साना टुक्राहरूलाई चाहिँ हामीले के भन्दा रहेछौँ त, स्टोन भन्दा रहेछौँ। त्यही कुरा यहाँ लेखेका छौँ। र यसै गरी स्टोन्सको प्रयोग भनेको चाहिँ निर्माण कार्यहरू गर्नको लागि चाहिँ प्रयोग गरिन्छ, लेखेका छौँ। इट इज युज इन कन्स्ट्रक्सन वर्क। हेर्नुहोस्, निर्माण कार्यहरूमा चाहिँ प्रयोग गरिन्छ अरे। अब सरी, यति कुराहरू भइसकेपछि हामीले यहाँनिर नोटमा के कुराहरू लेखेका छौँ। नोटमा चाहिँ के लेख्यौँ भन्दाखेरि क्वाइरिङ भनेको के रहेछ त, क्वाइरिङ भनेको चाहिँ रकका ती साना साना टुक्राहरूलाई चाहिँ एक्सट्र्याक्ट भनेको फुटाल्नु अथवा निकाल्ने जुन यो प्रक्रिया छ, त्यो प्रक्रियालाई चाहिँ क्वाइरिङ भनिँदो रहेछ। र हामीले जुन रकलाई चाहिँ जब यसरी एक्सट्र्याक्टिङ गर्छौँ, त्यहाँबाट जुन रकको सेप हुन्छ, जुन साना साना रक टुक्राका ढुङ्गाका टुक्राहरू हुन्छ अथवा चट्टानका टुक्राहरू हुन्छन्, त्यसको सेप चाहिँ इरेगुलर सेपमा हुँदो रहेछ। अब त्यही इरेगुलर सेपमा आएका साना साना रकका टुक्राहरूलाई चाहिँ हामीले स्टोन भन्छौँ भनेर भर्खरै पढेका छौँ।
र यसै गरी त्यो साना साना जुन तपाईँको चाहिँ इरेगुलर प्याटर्नबाट आएका रकका टुक्राहरूलाई सिधै हामीले चाहिँ निर्माण कार्यहरूमा चाहिँ प्रयोग गर्न सकिँदैन। त्यही भएर निर्माण कार्यहरूमा प्रयोग गर्न सकिँदैन भनिसकेपछि त प्रोपर सेप एन्ड साइज ल्याउनु पर्यो नि त। प्रोपर सेप एन्ड साइजमा ल्याउनको लागि ड्रेसिङको प्रयोग गरिँदो रहेछ। ड्रेसिङ भनेको के रहेछ त, प्रोपर सेप एन्ड साइज प्रोभाइड गर्ने एउटा प्रक्रियालाई चाहिँ के भन्दा रहेछौँ, ड्रेसिङ भन्दा रहेछौँ। अब ड्रेसिङ गर्नको लागि क्रोस सिसेलहरू, फेस ह्यामरहरू प्रयोग भइरहेका हुन्छन्, जसमा स्पेलिङ ह्यामरहरू प्रयोग भइरहेको हुन्छ। भोलिको दिनमा तपाईँलाई प्रश्न आउने भनेको यो स्पेलिङ ह्यामरबाट आउँछ। स्पेलिङ ह्यामरले चाहिँ तपाईँको चाहिँ के काम गर्छ भनेर सोध्यो भने ढुङ्गाको चाहिँ रफली ड्रेसिङ गर्ने काम गर्छ है त, ठिक छ नि। अब यिनीहरूको बारेमा चाहिँ तपाईँहरूले बुझ्नु पर्यो, यसको काम चाहिँ यो रहेछ भनेर है, ठिक छ नि त साथीहरू। यसमा रक र स्टोनकोमा कसैलाई के कन्फ्युजन छ? सर के छ कोयरिङको लागि के युज गरिन्छ? अब क्वाइरिङको लागि त अब हामीले फुटाल्ने हो, ब्लास्टिङ गरिन्छ, ब्लास्टिङ गर्ने हो, तपाईँको ब्लास्टिङ पाउडरहरू लगाइन्छ होइन, न त तपाईँको ह्यामरले फुटालिन्छ। त्यही त हो नि, क्वाइरिङ भनेको ढुङ्गा फुटाल्नु घरमा। ओहो, ल हजुर यो अलिकति लास्टमा देखाइन्छु न त तपाईँहरूले मैले चाहिँ है। अब अहिले सबैलाई चाहिँ मैले यहाँनिर एक एक गरेर देखाउनु लाग्यो भने चाहिँ अलिकति गाह्रो पर्छ। ल यसको स्क्रिनसट सुरुबाट लिइहाल्नुहोस्, मैले अब लास्टमा देखाउँछु सबैलाई है। थोरै लास्ट भइसक्यो थोरै लास्ट लास्टको एकैछिन सर। ल लास्टको एकैछिन स्क्रिनसट लिइहाल्नुहोस् है यसको। ल भयो है। ल अब चाहिँ मैले देखाउँदिनँ है अहिले तपाईँहरूलाई, सिधै म लास्टमा देखाउँछु अब है। अब यति कुराहरू भइसकेपछि त हजुर स्टार्टिङ टीबाट हो आजको हो क्लास। स्टार्टिङ यहीबाट हजुर हो। अब ठ्याक्कै तल नोटमै है, नोटमै यो कुरा अझ लेख्नुहोस्, कस्तो स्टोन चाहिँ कहाँ प्रयोग गरिन्छ भनेर एमसिक्युजमा क्वेसन्स काट्छ। अब मैले यहाँनिर लेखेँ हेभी स्टोन भनेर लेखेँ, हेभी स्टोन भनेर लेखेँ। अनि अर्को कुरा हेर्दै जाँदाखेरि यहाँनिर हार्ड स्टोन लेखेँ है। यो याद गर्नुपर्ने हुन्छ। कन्स्ट्रक्सन मेटेरियलमा बुझ्नुभयो, ठिक छ, बुझेन भने चाहिँ घोक्नै पर्छ। तर म चाहिँ के भन्छु भन्दाखेरि सकेसम्म घोक्न त घोक्नी, तर कन्सेप्ट लिएर चाहिँ घोक्नुहोस् भन्छु है त, ठिक छ नि। अब यहाँनिर चाहिँ कसरी पढ्ने भन्ने कुराको बारेमा बुझाउँछु मैले। लेख्नु यसमा लाइट स्टोन भनेर पनि लेख्नु होला।